कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढंगबाट जलाइयो? कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइयो? कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध टिओबीहरू 23-24 गते तिलस्मी रूपमा प्रकट भए? कुन उद्देश्य प्राप्तिका लागि गैर कानूनी ढंगबाट पूर्व प्रधानमन्त्री तथा गृह मन्त्रीहरूलाई गिरफ्तार गरियो? कुन उद्देश्य पूर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदैछ? कुन उद्देश्य पूर्तिका लागि देशव्यापी रूपमा दमन चक्र र राज्य आतंक मचाइँदैछ? कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको संगठित हुने मौलिक अधिकारलाई बलात् खोसिँदैछ? कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंकको सृजना गरिँदैछ? सम्मानीय सभामुख महोदय, निश्चय पनि भविष्यले यी प्रश्नहरूको सही जवाब दिँदै जानेछ। तर यी प्रश्नहरू र यस्तै प्रश्नहरू हामी सम्पूर्ण ताकत सहित राज्यलाई सोध्नेछौँ। निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउनेछौँ।